Pokhara, kayaking, वेलकम vlog ब्याक smiling मेरो face, smiling नयाँ face. कायाकिङ ब्लगमा हजुरहरूले चाहिँ कायाकिङ गर्नुभएको छ कि भएको छैन सुरुमा हामी दमौलीदेखि पोखरा गयौँ अनि यति डेन्जर भोक लागेको थियो त्यही भएर हामी माया थकालीमा गयौँ होइन खाना खानको लागि एम्बियन्स त यस्तै हो तर खाना चाहिँ लास्टै झुर्के यति नमिठो खाना खुवायौँ नि हामी पुगेर खाना खाँदाखेरि 1 बजिसकेको थियो नि त अनि सुरुमा हामी गयौँ कायाकिङ गर्नको लागि फेवाताल अनि फेवातालको यो ठाउँमा मलाई हिँड्न यति रहर लागेको थियो नि मेरो रहर पुरा भयो त्यो फेवातालको साइडमा हिँड्नेलाई के भन्छ त थाहा छैन होइन तर त्यहाँ गएर फोटो खिच्ने भिडियो खिच्ने म कहिले गएको थिएन कि त्यहाँ अनि मलाई यस्तो रहर लाग्थ्यो अनि मैले सबै रहर चाहिँ अहिले पुरा गर्नुपर्छ भनेर के त्यसपछि हामी टिकट काटेर कपडा चेन्ज गर्न गयौँ अफिस रुम भनेर अलि उता रहेछ होइन अनि त्यहाँ गयौँ अनि त्यहाँ चाहिँ काउन्टर अनुसार फरक फरक प्राइस रहेछ कि म अनि हाम्रो सफिन दिदी अनि त्यसपछि कायाकिङ गर्दा लगाउने भनेर हामीले छुट्टै कपडा लिएर गएको थियौँ अनि त्यो कपडा लिएर अनि ब्याग चाहिँ फेरि कायाकिङ नगर्ने मान्छेहरूलाई दिने भनेर लिएर हिँड्यौँ हामी गाइस काइकिङ गर्न जान लाग्यो भन्नु न कस्तो फिल भइरहेछ भने यस्तो डर्ने लाहा फर्स्ट काइकिङ रमाइलो नर्भस अनि म चाहिँ खुसीले जुनकिरी भइरहेको छु कि अनि सुरुमा त बोटमा बस्न त कस्तो डर लागिरहेको थियो त्यहाँ गइसकेपछि त यस्तो रमाइलो लाग्यो नि अनि लकी भन्ने कि अनलकी भन्ने पोखराको मौसम त हो एकैछिनमा त मौसम चेन्ज भइहाल्यो अनि त्यसपछि त तालमा पुरा छाल आउँछ भनेर अब जाम जाम भनिहाल्यो भर्खर 10 मिनट नि भएको थिएन सबैजना ल लामा पनि रमाइलो गर्दै हुनुहुन्छ है हेर्नुहोस् ल ए भिडियो के त्यही भएर त आमा पनि इन्जोय गर्दै हुनुहुन्छ हामीले चाहिँ गाइड पनि लिएर गएको थियौँ त्यही भएर म त पल्टिए नि पल्टियोस् जति छाल आए नि आओस् भनेर म त नटेरी मैले लगभग 1.5 घन्टा जति चलाएँ होला कि यो मोमेन्टमा चाहिँ आफूले यस्तो रमाइलो लाग्दो रहेछ नि मेरो बिग ड्रिम भनेको चाहिँ बन्जी चाहिँ अहिलेसम्म गर्न पाएन तर पनि यो पनि एकदम ड्रिममै पर्छ मलाई चाहिँ खासमा त बिचमा उभिएर भिडियो गराउन मन लाग्थ्यो तर गाइडले मानेन के पानीमा खेल्दासम्म त फिल भएन तर निस्केको त म त पुरै चिल्लो कालो भइरहेको रहेछु त्यसपछि निस्केर कपडा चेन्ज गरेर हामी चाहिँ फेरि लाग्यौँ भाटभटेनीतिर स्याटरडे अनि नयाँ भाटभटेनी खोलेको पोखराको आधा मान्छेहरूको सब भाटभटेनीमा यो सबै मलाई मनपर्छ भनेर देखाउनुको कारण मेरो कुनै सब्सक्राइबरलाई पसन्द आयो भने मलाई गिफ्ट गर्छ भनेर टाइम पास गर्नु छ भने चाहिँ भाटभटेनी गए हुन्छ कि हामी जस्तो पैसा नभएको अनि हामी त्यहाँबाट निस्किँदा त यति ठुलो पानी परिसकेको रहेछ नि अझ पानी नपरेको भए हामी माझीकुना जाने प्लान थियो माझीकुना चाहिँ गएन हेर्नु न मलाई रुजेर त्यसपछि लास्ट भोक लागिसकेको छ त्यही भएर हामी चाहिँ मारवाडी होटल गयौँ हेर्नु न हलाल बियर त्यसपछि पनि पानी नरोकेर यस्तो हालतमा दमौली फर्क्यौँ साथीहरू